पुरुषाय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ती प्रचोदयात्। हो जन्म जन्म की खोज बताए, राम से चल के राम पे आए। प्रेम कोई हमें और न जाने, राम से रूठे राम से माने। राम सिया की करुण कहानी, एक है चंदन एक है पानी। राम सिया राम जय जय राम। 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 वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः। आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः। षोडशैतानि नामानि
स्वाहा ओम च ओम अपानाय स्वाहा ओम व्यानाय स्वाहा ओम समानाय स्वाहा ओम उदानाय स्वाहा आत्मने समर्पयामि भगवासाते लंगाधिकं पुण्यफलं पान सुपारीहरू वैद्य राख्नुमा आव्याम पूजानि आश्रम पाठ्य भूर्भयानि विदाहो मयि भयम् शुभगामयस्करत तन्नो वातो मयो भुवा सुवेगजं तन्माता पृथिवी तद्विदाद्यो तद्ग्रावाणः सोमसुतो मयो भुव तदसिना षोडशं दृढञ्जुवम् स्वस्ति न इन्द्रो बृहस्रवा स्वस्ति न भोगा विश्ववेदा स्वस्ति न दय अग्निर्जुवा मनवासूरदक्षसो विश्वेरो देवावसागमन्य देवादत्राणसग्राधर सन्ताय नमो सूर्याय नमो मंगलाकाराय नमो ओम ताराय नमः। कृष्ण एव हि मुक्त्यर्थम भवसागरे मनोरथो। मैले श्रीमद् भागवत, यो श्रीमद् भागवत नाम
वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय हे जप हरि राम यो जिंदगी भरि लाई 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 जप हरि राम श्री कृष्णचंद्र भगवान को श्री लक्ष्मीनारायण भगवान को श्री राधा कृष्ण भगवान को श्री शाम्ब सदा शिव को श्री यज्ञ पुरुष भगवान को श्रीमद् भागवत महापुराण को सत्य सनातन परमात्मामा मन लगाउँदैन जबसम्म भगवत प्राप्ति हुँदैन तबसम्म यो संसार यज्ञ गर्नुहोस् है विभिन्न यज्ञ स्वाहा स्वाहा हजारौं यज्ञहरू गर्नुहोस् धन सम्पत्ति दान गर्नुहोस् घर दान गर्नुहोस् त्यो दान पनि के हो त भन्दैन किन त भन्दा फेरि भगवानको नामले भगवानको स्मरण गरी मानिसमा त्यो चीज प्रति आसक्ति राख्दैन भन्दा परिश्रम मात्रै हो स्थूल तुसाब घातिनी हामीले त्यो एकपल्ट चाहिँ चामल निकालेर भुस फ्याँकिदिन्छ त्यो भुसलाई ल्याएर फेरि कुट्न खोजियो भने त्यसबाट केवल दुःख र परिश्रम मात्रै प्राप्त हुन्छ त्यस्तै नै भगवान हामी मनुष्यको धर्म भो यो लागि परोपकारको लागि नै आपत्तिलाई चाहिँ उपभोगको लागि जीवनमा यो भयो के हुन्छ भन्दा अनि बल्ल चौथो पुरुषार्थ हो मोक्ष किन भन्दा फेरि सही बाटो हिँड्ने व्यक्ति कहिले पनि गलत ठाउँमा पुग्दैन है सही मार्गमा हिँड्ने व्यक्ति कहिले पनि खराब ठाउँमा पुग्दैन तसर्थ मानिसले सही मार्ग अवलम्बन गरेर हिँड्नु श्रीमद् भागवतले देखाएको मार्ग हो आफूले बनाएको घरको पनि त्यति माया हुन्छ गोठको पनि त्यतिकै माया हुन्छ हाम्रा धेरै छोराहरू छन् छोरा नातिहरू धेरै छन् माया सबैको लाग्छ तर जसले बाबुआमाले भनेको जसले बढी मान्छ बाबुआमाले दिएको उपदेश जसले बढी मान्छ स्वीकार गर्छ त्यसैलाई बढे गाउँदै बाजाउँदै जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै बाजाउँदै जाउँला वैकुण्ठ नाच्दै गाउँदै बाजाउँदै जाउँला वैकुण्ठ अरे यही हो वैकुण्ठ कुण्ठ यही हो वैकुण्ठ यही हो वैकुण्ठ हरि नाम गाउँला यही हो वैकुण्ठ यही हो वैकुण्ठ हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान एकादशी तुलसी दिनको दान एकादशी तुलसी दिनको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान एकादशी तुलसी दिनको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान श्री कृष्णचंद्र भगवान को श्रीमद् भागवत भगवान को श्री कृष्ण पुराण पुरुषोत्तम भगवान को आज को आनंद को हरिनाम संकीर्तन को कारणले साह्रै माया गर्थे नारायण नारायण भन्ने नाम उनको राखिदिएका थिए एउटा सन्तको काल आयो यमराजका दूतहरू आए अजामिललाई लिन देखो भयंकर दूतहरू आएका छन् जतिसुकै पाप गरे पनि यमलोक जानु पर्दैन भनेर
भगवानका दूतहरूले भन्दिए। अब त्यहाँ लान दिएनन्। लान नदिइसकेपछि अजामिलले विचार गर्यो, मलाई यमराजका दूतहरू लिन आएका थिए, यी कहाँबाट को व्यक्तिहरू आए, बडा सुन्दर छन् यिनीहरू। अनि यमराजका दूतहरू त्यहाँबाट गइसकेपछि अजामिल भगवानका सेवकहरूसँग दूतहरूसँग हुँदैन। कर्म गर, कर्मणैव संसिद्धि मास्थिता जनकादय। कर्मले नै मनुष्यले सिद्धि प्राप्त गर्दछ। कर्म गरेर नै सबै कुरो फल प्राप्त हुन्छ। धर्ममा लाग्नको लागि प्रेरणा दिनुहुन्छ। अनि त्यहाँ आएर मनुलाई दर्शन, वन जङ्गलले भरिएका थिए। त्यो बडा त्यसको वरिपरि चाहिँ सम्म भूभाग थियो, को समूह बस्थ्यो। त्याग गर्न लागेको हात्ती भगवान त्यहाँ आउनुभयो। अब यो हरि परमात्मा श्री हरि अवतार धारण गर्नुभयो। अबबाट निस्केर बाहिर निस्केर आयो, ऋषिको अगाडि आएर हाँस्यो। मैले समाएको थिएँ खुट्टामा, डरायो। फेरि उताबाट ऋषि आए। ऋषि आउँदा फेरि उनले उठेर स्वागत पनि गरेनन्, ध्यान गरेर बस्रन्ति मम रूपाणी मुच्चन्ते येन सोखिलास। जसले मेरा भगवानको शरीरमा विकृति आउँदैन। मानिस जन्मिन्छ, बालक हुन्छ है, स्वर्गको राज्य चाहियो प्रभु भनेर देवताहरूले कुरा राखे। अब अहिले देवताहरू शक्तिहीन भएका छन्, हल्लाए। सबै शक्तिशाली भएको कारणले पहाड हल्लियो। माथि उठाइदिनु भयो, ढाडमा राखेर लागेको पहाड थियो। फेरि समुद्रबाट बाहिर निस्कियो। ओम नमो भगवते वासुदेवाय 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 वासुदेवाय। ओम नमो भगवते वासुदेव। भगवानको बन्धनबाट मुक्त हुँ भन्ने चाहनेहरूले त्यस्तै प्रकारका ज्ञान। वासुदेवाय वासुदेवाय। ओम नमो भगवते वासुदेवाय वासुदेवाय वासुदेवाय। भगवते वासुदेवाय वासुदेवाय वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। रे भजौँ हरिलाई, नागे भरिलाई भजौँ हरिलाई, भजौँ हरिलाई, भजौँ हरिलाई। यो जिन्दगी भरिलाई भजौँ हरिलाई, भजौँ हरिलाई, भजौँ हरि। एकादशी तुलसी तिलको दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी तुलसी तिलको दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। स्वामीको महाराज परीक्षितको, यज्ञ पुरुष भगवानको, श्री पशुपतिनाथको, श्री देवगढ धामको, मुक्ति क्षेत्र धामको, जनकपुर धामको, श्री वराह भगवानको, श्री वराह क्षेत्र धामको, सत्य सनातन धर्मको कर्ताका सम्पूर्ण पितृगणहरूको, भट्टराई सम्पूर्ण परिवारहरूको, श्रीमद् भागवत महापुराणको पुराण पुरुषोत्तम हरिनाम संकीर्तनको। जय जय श्री राधे। हर 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 महादेव। प्रभु भूतकृत भूतिकृतापो भूतात्मा भूतभावना भूतात्मा परमात्मा च मुक्तानां परमागम श्रीमान केशव पुरुषोत्तम सर्व सर्व शिव स्थाणुर भूतादिर निधिरभय संभव भावनो कर्ता प्रभव प्रभु ईश्वर स्वयंभू शंभुरादित्य पुष्यराक्षस प्राणो ज्येष्ठ सिद्ध प्रजापति अंतमुद्रादर्श कृतज्ञ कृतादन वेद 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 व्यांगो वेदांगो वेद वेद कवि सुंदर सुंदर रत्नाभो सुलोचना अर्घो पादसन श्रृंग जयंत सर्वविजय सुवर्ण मित्र मृतासु मृत बभु सर्वज्ञ सर्वतोमुख सर्व प्रारणाय ओम नमः इति। ओम नमो भगवते मनको थाल मनोहर प्रेमारूपवादी प्रभु प्रेमारूपवादी बाबा कपूर मंगल बाबा कपूर मंगल आरती निर्मला कारण अविनाशी प्रभु माया सुखराशि। ओम जय जगदीश हरे स्थिति लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधार
सारे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुणातिनीय हरिहर दाता ओम जय जगदीश हरे युगरूप लीलामय रस विग्रह लीलामय समता शांति प्रदायक शरण शरण पाओ प्रभु भव दयाल ओम जय जगदीश हरे भुजगेन्द्रहारं सदा समर्पयामि श्री पुरुषोत्तमाय नमः हवाय तानि सर्वाणि नश्यन्तु पापकर्म पापात्मा पापसम्भव त्रायिका पुनरीकाक्ष सर्वपापरो हरिदिनेव च आयतासु सम्पत्ति दर्शना शान्ता परार्ध पृथिवी समुद्रपर्यन्ताय करा विश्वतो चक्षुरुतो विश्वतो मुखो विश्वतो वामदेवैकः मुक्तावली गोपायामी चढ़ाई हजुर थाली में चढ़ा भागवत महापुराण को कृष्ण भगवान को श्री पुरुष भगवान को आनंद को कर्ता का संपूर्ण पितृगण को श्री राधे वासुदेवाते वासुदेवाय ओम भगवते वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय बाबा जपो हरि लाई यो जिन्दगी भरिलाई जपो हरि लाई यो जिन्दगी भरिलाई जपो हरि लाई जपो जिन्दगी भरिलाई जपो हरि लाई अम्बे अम्बिके बालिकन मानिस पिपलको पात छोइदिने अम्बे अम्बिके बालिकन मानिस अचेतन अचेता पुष्पाणी फूल इमानी पुष्पाणी गोत्र गोत्राय वसित गोत्रस्य जगन्नाथ शर्मण मम मम शर्मण बलिदेश पुराणम परिचे मालपुवा बनेको छ धुपाउरोमा बसिरहेर धुपाउरो चलाउनु धुपाउरोमा बसिरहेर ल होइन ल धुप पनि त्यही लाँदै ल त्यो मालपुवा पनि सिलान्ति सक्नु ज्योति दुःखतम आज्यश्च बृहस्पति मिमतन्नो तरिष्ठ यज्ञ समीमन्ददातु विशे देव अहिले पछि चढाउनु होला आफूपट्टि फुलको पारेर बेलपत्रको भएन भएन आफूपट्टि फुलको पारेर बेलपत्र चढाउनु होला पञ्चामृत त अब पञ्चामृत ज्योति समर्पयामि रमासहित सत्यनारायणाय नमः सूर्येन्दु तारका वन्दित कर्पूरदीपं देवेश गृहतां च सुरेश्वर दुना सक्छौँ नपोल्नु होला अर्को त्यो हुँदो बाबुरा भन्नुहोस् भयो अर्को ल एक
ल फुल अक्षताले पूजा गर्न थाल्यो यो फुल अक्षता पुष्पाणी फुल लो हम था दे उठाओ एक ही करे हाँ थेट कसनुक दा हंचिले नहीं करे बड़ी बाबा और मुकुन हाले सुनता है ल फेरि एक हाँ? फेरि पूजा गर्न फुल गोठोली घिरो गोठोली घिरो के लो एक ही हराओ एक ही हरे धादल से की घरी उसमा इयर फुल से हरिओम तो सतो विष्णु उतै दोस्रोमा भित्र बाहिर
Rama Rama
महाभागवत पुराणको चतुर्बाबु नारायणले यो धरातलमा जन्म लिनै पर्ने कारण परेको कुरा यहाँहरूलाई थोरै थोरै अवगत गराउन गइराखेको छु। ध्यान दिएर सुनिदिनु होला। ये परमात्मा ये दैव हरि। द्रौपदी युगको अन्त्यमा कंसासुर महाराजले सारा संसार दग्ध गरेर पापको घडा भरिएको छ। सारा जनताहरूलाई दुःख दिएर अत्याचार गरेको हुँदा फेरि भगवान परमात्मा चतुर्बाबु नारायणको वसुदेव र देवकीको कोखबाट जन्म हुँदा फेरि अब वसुदेवलाई चाहिँ त्यति बेला भगवान परमात्मा परमेश्वरले के भन्नुभयो भने अब म यो धरातलमा जन्म लिइसकेपछि अब तिमीले हे पिता एउटा काम गर्नुपर्छ। के भने मैले केही समय लुक्नुपर्छ। यसै कारणबाट मलाई तपाईँले गोकुल पुर्याइदिने काम गर्नुपर्छ। यति भनेर भगवान परमात्माले आकाशवाणी भएपछि वसुदेवलाई नारायण ये हरि ये भगवान पर्यो प्रसाद। खुले त्यसै जो बेलामा त्यस्तो अवसर जब मिल्ने बित्तिकै भगवान चतुर्बाबु नारायणलाई टोकरीमा हालेर टाउका माथि राखेर वसुदेव राजा लोहेर आज ए बाबु यारी लम्के लामाका राम 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 पुगे पहुँचाना हिसाबसित चाहिँ जब भगवान परमात्मालाई टाउकोमा राखेर ये बाबु नारायण ये जमुना नदीमा हाले झमके फल
भगवान परमात्मा चतुर्बाहु नारायणको चाहिँ पाउस हुन भनेर अझ बढी बिरानी हो नि त वसुदेव ल पकाउलान् लल्लान् फेरि संसार खतम सबै चाहिँ सुरुपै डुब्छ। भगवान परमात्माको दर्शन पाएपछि अब के भयो अरे भने यमुना नदी माथिको माथि जस्तै हाम्रो जाने के अरे मौलकालिका टाढो भन्दा पनि अझ टाढा जाने सानो एउटा टुकी भनेको थाहा छ नि हामीहरूलाई है बत्ती टुकी बोलेको जस्तो पिलपिले बत्ती त्यति बेला वसुदेवले ए बाबु नारायण यो हरि देखे बत्तीको सहारा त्यो पिलपिले बत्ती हेरेर जाँदा 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 त यशोदा मैयाको घरमा ए बाबु नारायण हरि पुगे चुपुलुका नामबाट नाम यशोदा मैयाको कोखबाट देवका जन्म लिन्छन्। यशोमतीलाई लिएर आउनु भन्ने चाहिँ आकाशवाणी भएको थियो, त्यहाँ गएर हेर्छन् त आएको बच्चै छैन। अब कसो गर्ने भनेर वसुदेवले एकछिन चाहिँ टोलाएर यता त्यता हेर्नुभयो। त्यसै जो बेलामा अनि यशोदा त मुर्छा परेर बेहोस थिइन्। अब के गर्ने भने मैले आकाशवाणी भएको अनुसार
झलमाला Thank you.
छैन बालालाई धन्दा छैन बालालाई मुराली बजाउन धन्दा छैन बालालाई तीन दिन को बालाले हे गोप्रानी बुलाया 3 दिन को बालाले 3 दिन को बालाले
मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि गपद 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 सागरे सागरे हरि सा 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 गपद 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 सागरे सागरे हरि सा सा ल सुरु गरौँ मनकै कुरा गर्छु मनैबाट सुन्नु मन आफ्नो मन कस्तो लौ आफैले गुन्नु मन त हुन्छ चञ्चल मन त हुन्छ चुलबुल मनलाई फकाउनु पर्छ बालक फकाए झै नत्र गर्छ सलबल हला 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 मन हला 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 मन हला 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 मन हला 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 हला माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो संसार देखायो आमा तिमी देवी हौ आमा तिमी देवी हौ माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो संसारमा छैन आमा तिमी देवी हौ आमा तिमी देवी हौ माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो
तिमी साथी आमा तिमी देवी हौ आमा तिमी देवी हौ माया दियो ममता दियो सहेर दुःख कष्ट संसार देखायो आमा तिमी देवी हौ आमा तिमी देवी हौ अंबर पे मेरे एक ही तारा वो एक तारा हो तुम ना कोई खुदा मेरा तेरे सिवा मेरा जग सारा हो तुम मैंने तुम्हें जहाँ रखा कोई नहीं है वहाँ पापा मेरी जा हरदम रखना अब हाथ ये सर पर तुम पापा मेरी जा मेरे संग चलना हर मील का पत्थर तुम ही पे तो ठहरते हैं ये रास्ते मेरे लिए ना इससे बड़ी मेरी कोई खुशी मुझे देखो जो हंस कर तुमको कुछ भी होने ना दूंगी ये लिख दो दिल पर तुम हथेली की लकीरों को मैं मोड़ दूं तेरे लिए पापा मेरी जा हरदम रखना अब हाथ ये सर पर तुम पापा मेरी जा मेरे संग चलना हर मील का पत्थर तुम ही पे तो ठहरते हैं ये रास्ते मेरे लिए सानो कागज राखेर
ल होइन मैले सुजन अङ्कल ल मेरो बाबा आकाश हो घामको किरण छर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा आकाश हो घामको किरण छर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा भगवान आफ्नो पराइको हो भनी छिन्न सिकायो हात समाउँदै ताते ताते हिँड्न सिकायो आफ्नो पराइको हो भनी छिन्न सिकायो आफ्ना खुसी बेची बेची मेरा खुसी किन्यो जता जता मेरा पाइला उतै उतै हिँड्यो बाबा जता जता मेरा पाइला उतै उतै हिँड्यो मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा भगवान फाटेको बाबा तिम्रो पसिनाले पैसा साटेको राम्रो नाना हामीलाई किनी लायो फाटेको बाबा तिम्रो पसिनाले पैसा साटेको हातकेलामा ठेला परे पैतालामा फोरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान
गर्न चाहिएको असलमा हो नि फेरि बडा असलमा